यसको सबै ठिक छ। यसमा यसको यो पार्ट स्क्रैच भएको रहेछ, यो र अर्को पार्ट। यसलाई पेन्ट गर्नुभन्दा अगाडि अब प्रोसेस भनेको यसलाई धुनुपर्छ। यसको यो स्टिकरहरू ग्राफिक्सहरू उकाउँदैछौँ। उकाउ अब हामीले यो स्क्रैचहरूमा अब यसै सेन्डिङ पेपर लगाउनु पर्छ है। तपाईँले 600 को 400 को पनि युज गर्न सक्नुहुन्छ। काम सानो छ तर निकै गाह्रो छ। हामी यसरी अब हार्डनर मिसाउनु पर्नेछ। यसरी हार्डनर मिसाउनु पर्नेछ। अब हार्डनरलाई यसमा मजाले यसरी यसो भएपछि यसलाई यो स्क्रैचहरूमा यसरी लगाउनु पर्छ है। यसरी युज गर्ने, यहाँ गर्ने हरेक स्क्रैचहरूमा होइन। यसरी हामीले यो बडी फिलर लगाएका थियौँ, यो माझिसक्यौँ। अब यो माझिसकेपछि अझै एकपटक यसमा पोटिन लगाउनु पर्नेछ। अब हामीले यो बडी फिलर लगाएर यसलाई माझिसकेका छौँ र यसमा फेरि हामीले यो पोटिन लगाउँदैछौँ। हामीले बडी फिलर लगाएर यसलाई माझिसकेका छौँ र यसलाई फेरि माथिबाट हामीले पोटिन लगाउँदैछौँ। अब हामीले 400 र 600 को पेपरले यो पोटिनहरूलाई हामीले यो माझ्नु पर्नेछ। अब हामीले यसमा पोटिन लगाएर पोटिन माझिसकेपछि अब हामीले यसमा सर्फेस हाल्नुपर्छ। हाम्रो यसमा मास्किङ भइसकेको छ। काम सानो भए पनि मेहनत धेरै छ है। अब हाम्रो कलर प्रोसेसिङ हुँदैछ। फाइनल कलर भइसकेको छ। अब यसमा हामीले क्लियर कोड लगाउनु पर्नेछ। अब हामीले यसमा क्लियर कोड हानिरहेका छौँ। यसको फाइनल भइसकेको छ। क्लियर कोड पनि लगाइसकेको छ।
अब यसको काम सक्यो। अब यसमा हामीले ग्राफिक्स हान्नुपर्ने छ। अब ग्राफिक्स हानेको भिडियो त मैले राख्न भ्याउँदैन होला सायद। अब यसपछि ग्राफिक्स हान्ने